यस्तो घाममा हिँड्दा हिँड्दै होइन यस्तो शीतल ठाउँमा पुग्दा त स्वर्ग पुगे जस्तो लाग्दो रहेछ क्या। बाफ रे युएई को गर्मी कति साह्रो हो। बाफ रे गाइज। ल है गाइज सबैजना आउनु होला युएई यस्ता रमाइला घाममा मजाले घुम्नुपर्छ होइन। म चाहिँ आज हिँड्दैछु गाइज ट्याक्कै हाम्रो अलेन महल ठुलो महलको पार्किङ एरियामा पार्किङ लाइनमा। सो तपाईँहरू पनि दुबई आउँदै हुनुहुन्छ भने सबैजना छिटो छिटो गरेर आउनु होला, अलिक छिटो छिटो जति सक्दो, किनभने यो गर्मी अलिकति महसुस गर्नु होला त्यही भन्न चाहन्छु म। होइन भने चुपचाप अब 2 महिना चाहिँ बस्नुहोस्, कतै चलमल नगरी, अनि जाडो मौसममा आउनुहोस्। म पनि जाडो मौसममा आएको थिएँ, त्यो हुँदाखेरि चाहिँ मलाई अलिकति गाह्रो हुनबाट अलिकति सहज भयो, किन यहाँको टेम्परेचरमा फिट हुँदै गएँ। मेरो बडीदेखि लिएर हरेक कुरा यहाँको टेम्परेचरमा फिट भए पछाडि भनेको चाहिँ मलाई गाह्रो नभएको हो। अहिले अब बानी भइसक्यो। अनि जो साथीहरू पनि बाहिरको काममा यो अहिले जुन जुलाईको महिनामा आउँदै हुनुहुन्छ, प्लिज सबैजनाले आफ्नो सेफ्टी चाहिँ आफैले गर्नु होला, किन यहाँनिर यस्तो गर्मी छ गाइज। बाहिर निस्किँदा यति तातो हुन्छ नि गाइज होइन, पुरा जिरिङ्गा छाला पिल्सेला जस्तो। हात सबै अब यो घाँटीदेखि यति जिउ चाहिँ भनेको सेतो हुन्छ, त्यहाँदेखि उँभो सबै कालो क्या। लुगाभित्र पनि तपाईँको यहाँनिर डढिरहेको हुन्छ क्या, त्यस्तो कडा घाम के। फर्स्ट एक्सपिरियन्स हो मेरो यो दुबईको, मतलब फर्स्ट यो गरम मौसममा हो। तर आई डोन्ट थिङ्क म नेक्स्ट गरम महिनामा यहाँ बस्छु जस्तै लाग्दैन, किनभने यो गर्मी खानु सकिँदैन गाइज। अनि तीमाथि मेरो बाहिरको काम, तपाईँहरू जो पनि बाहिरको काममा आउँदै हुन्छ अलिक होस गरेर बुझेर आउनु होला। भरिसक बाहिरको काममा नआउनु धेरै गाह्रो छ है गाइज। जानकारीको लागि यो तपाईँहरूलाई भिडियो।